बाटो बन्यो भन्ने समाचार आउँदा बाटो बनेर मात्रै हुन्छ, युवा जति विदेशमा छन् भन्ने प्रतिक्रिया आउँछ। निशुल्क पठन पाठनका लागि ठुलठुला विद्यालय बने भन्दा विद्यालय बनेर मात्रै हुन्छ, विद्यार्थी हुनु पर्यो नि, पढाइ गतिलो छैन। पालिकाहरूमा अस्पताल बने समाचारको मुनि कमेन्ट आउँछ, बनाएर मात्र हुन्छ, चलाएर देखाउनु पर्यो नि। 98% हाराहारी विद्युतीकरण, 95% माथि आधारभूत खानेपानी सञ्चारको विस्तार, साक्षरता बढेको छ, औसत आयु बढेको छ, निरपेक्ष गरिबीको रेखा मुनिको प्रतिशत घटेको छ, अर्थात् गरिबी घटेको छ, तर निराशा चाहिँ बढेको छ। आखिर किन बढेको छ निराशा? यसमा दुईटा कुरा चर्चा गर्न मन छ। एउटा, प्रथम विश्वसँगको सीधा सम्पर्क, अनि दोस्रो, नकारात्मक समाचारहरूको बाढी। कुनै समय नेपालले धान निर्यात गर्थ्यो, आज कृषि ध्वस्त भयो भन्ने समाचारहरूको बाढी देखिन्छ। धान निर्यातको समाचार सम्झिँदै गर्दा दशैं मनाउन हाम्रै पहाडी जिल्ला